अच्छा हामी यति बेला चाहिँ पाहा होटेङ हुँदैछ अनि यो चाहिँ हिमाली क्षेत्रमा पाइने हो अनि यो चाहिँ अति नै दुर्बल चिज पनि हो है एउटा जीव हो अनि यो चाहिँ यसले चाहिँ 6 महिना खान्छ अनि 6 महिना चाहिँ केही पनि खाँदैन अनि यो चाहिँ औषधि गुणको चिजहरू हुन्छ विशेष गरेर यो चाहिँ 2700 समुद्री सतहबाट 2700 हाइटमा मात्रै यो चाहिँ पाउँछ 2700 भन्दा माथि मात्रै पाउँछ है अनि दुई भाइ एकदम जाँगरका साथ लाएर चाहिँ मेहनतका साथ चाहिँ छ अनि एउटा भेटिसकिएको छ अनि यसबाट चाहिँ औषधिको गुणहरू चाहिँ टाइफाइड एकदम बिग्रेर कहिले ठिक भएन भने अनि यसले पनि ठिक गर्छ यो खाएपछि ठिक हुन्छ त्यसपछि दादुरा पहिला दादुरा थियो दादुरा उन्मूलन भयो बिफोर भन्ने चाहिँ ठुल्ठुलो घाउहरू शरीरमा छेन्द्रा त्यसलाई पनि ठिक गर्ने अनि निमोनिया अनि घाँटीमा घाउ हुने टन्सिल अनि एकदमै ज्वरो कहिले पनि निको हुँदैन औषधि जति खाँदा पनि ज्वरो ठिक हुँदैन भने यसले गर्छ अनि यो कोरोनालाई पनि ठिक हुन्छ नि अनि पशु प्राणीमा लम्की स्किन जुन चाहिँ लम्कीका बिरामी छ गाईहरू भयो भैँसीहरू पेसिर आयो यो यसले त्यस पशु प्राणीलाई पनि यो खाएपछि चाहिँ ठिक हुन्छ नि विशेष गरेर अपरेसन गहिरो अपरेसन भएको छ भने यसले ठिक मासुको घाउहरू निको बनाउने काम गर्दछ अनि त्यसै गरेर हड्डीहरू भाँचिएको छ भने जोड्नेहरू छिटो जोड्ने काम गर्दछ अनि जस्तै शरीरमा चाहिँ भएको लिक्विडहरू जब जोड्नेमा लिक्विडहरू सकिएको हुन्छ अनि त्यो पनि ठिक गर्छ जस्तै हड्डी खिएको छ हड्डी खिनु दिँदैन अनि यो चाहिँ भुटान चाइना अनि नेपालमा र इन्डियाका केही भागतिर अनि पाकिस्तानमा हुने चाहिँ सबैभन्दा चाहिँ नेपालको चाहिँ एकदमै राम्रो भनेर चाहिँ भन्दछ